सुशासनको अवधारणाको सुरुवात सन् 1970 को दशकबाट सुरुवात भएको हो। डेभलपिङ कन्ट्रीमा रिप्रेजेन्टेटिभ डेमोक्रेसीको ठाउँमा पार्टिसिपेटरी डेमोक्रेसीले स्थान लिन थालेका थिए र त्यहाँ देखिएको एउटा ठुलो समस्या, त्यो समस्या भनेको राजनीतिक संस्थाहरूको संस्थाकरण हुन सकेको थिएन। शासकहरू जितेर गइसकेपछि निर्वाचन अघिसम्म ठुला बाचाहरू कुरा गर्दछन्, तर जितेर गइसकेपछि राजनीतिक शक्तिलाई आफ्ना व्यक्तिगत अनैतिक कार्यका लागि प्रयोग गर्न थाल्दछन्। चुनाव हुन्छ, सरकार बन्छ, प्रतिपक्ष बन्दछ, बजेट बन्छ, सरकार चल्दछ, तर यी सबै काम कुरा नियमित रूपले चल्दै पनि जनताले उठाएका मागहरू, चाहनाहरूको उचित ढङ्गले सम्बोधित हुँदैनन्। डेमोक्रेसीले जनतालाई सबलीकरण गर्नुपर्ने हो, तर व्यवहारिक रूपमा जनता नै लाचार बन्दछन्, शक्तिहीन बन्दछन्, अनि यस गतिरोधलाई तोड्न आवश्यक कदम चाल्नुपर्ने जरुरी हुन्छ। हो, सुशासनको अवधारणा पनि यस्तै परिस्थितिहरूको उपज हो र मानिन्छ पनि। According to UNDP discussion papers, governance is the exercise of political powers to manage a nation's public affairs. रबिन्सनको भनाइअनुसार सुशासन भनेको शक्तिको प्रयोग हो जसको उद्देश्य नागरिक, मतदाता र कामदारका रूपमा रहेका जनताका हित सम्बन्धी क्रियाकलापहरूको निर्देशन, नियन्त्रण र नियमन गर्नु हो। सुशासनका लागि, असल शासनका लागि तीनवटा तत्त्वहरू महत्त्वपूर्ण हुन्छन्। नम्बर 1 जवाबदेहिता, नम्बर 2 वैधानिकता, नम्बर 3 पारदर्शिता। नम्बर 1 मा जवाबदेहिता अथवा जिम्मेवारीपन। जनताले जति प्रभावकारी ढङ्गले शासकमाथि नियन्त्रण कायम गर्न सको, त्यति नै शासक जनताप्रति जिम्मेवार हुन्छन्। शासकले जनताको भावनासँग खेलवाड गर्ने होइन, त्यसको कदर गर्नु नै जिम्मेवारीपनको द्योतक हो। सुशासनले शासकबाट यही व्यवहारको अपेक्षा राख्दछ। सुशासनको दोस्रो तत्त्वमा वैधानिकता। वैधानिकता बिनाको शक्तिको प्रयोग गर्नु भनेको नाङ्गो बल हो। राजाको मृत्युपछि राजगद्दीमा आरोहण हुनको लागि राज्याभिषेकको आयोजना गर्नु, सैनिक विद्रोहबाट सत्तामा आएका सैन्य प्रमुखले निर्वाचन मार्फत या संविधान बनाएर शक्तिलाई वैधानिकता दिलाउने कोसिस गर्नु वैधानिकीकरणका उपायहरू हुन्। वैधानिकीकरण गरेपछि मात्रै शक्ति सत्तामा परिवर्तन हुन्छ। सुशासनको तेस्रो तत्त्वमा पारदर्शिता। पारदर्शिता भनेको राजनीतिक नीति निर्माणमा जनताको पहुँच हुनु हो। जनतालाई जानकारी नगराएर गरिने सरकारको निर्णय, सरकारी निर्णयले समस्या खडा गर्न सक्दछ। डेमोक्रेसीमा सरकारसँग सूचना माग्ने जनताको हक हो। पारदर्शिता खुला समाजको विशेषता